हेलो साथीहरू, आज चाहिँ हामी खासान भन्ने ठाउँमा चाहिँ काम गर्न जाँदैछौँ। हेरौँ के कस्तो हुन्छ, जाडो छ। हामीलाई अब खाँदै चाहिँ गाडीमा लिएर हिँड्दैछ। हामी चाहिँ 4 जना छौँ यहाँ अहिले। अब हेरौँ त्यहाँ गएर के काम लगाउँछ। अब जस्तो भए पनि काम त गर्नै त पर्यो है। आज चाहिँ हल्का बाहिर काम परेको हुनाले यसो भिडियो सिडियो गराउँ कि भनेर भिडियो गराउन थालेको। ल है त गाइस, हेर्दै गर्नु होला है। ल है त साथीहरू, हाम्रो नयाँ कम्पनी आइयो। टक्क छ। अब ज्याम काम गर्नुपर्छ है। काम चाहिँ के हो थाहा छैन। अब नयाँ एउटा सामानहरू हटाउने होला। हाम्रो कम्पनी चाहिँ यहाँ सर्दैछ। अब त्यो हुँदाखेरि 1500 लिनु पर्यो है। यस्तो छ। ल है त गाइस, यस्तो छ है हाम्रो काम गर्ने ठाउँ चाहिँ। यहाँ चाहिँ काम गर्ने ठाउँको बाहिरपट्टि हो। यो जेनेरेटर रुम हो। जेनेरेटर सबै हुन्छ यहाँ चाहिँ है। अनि यहाँ चाहिँ हामीले मर्मत गर्नुपर्ने हुन्छ। आज मर्मत गर्नको लागि आएको रहेछ। हामी आइरहेछौँ है, भर्याङ सर्याङ बोकेर। अब काम गर्दै जाउँ, हेर्दै जाउँ है त गाइस। ल है त साथीहरू, हाम्रो चाहिँ अब कफी टाइम भयो है। कफी सफी खाने केटाहरूले चाहिँ सबै राख्नु है। 10 मिनट रेस्ट हो। त्यसपछि चाहिँ टक्क लगाएर है दिन्छ। 10 मिनट रेस्ट गऱ्यो 10:30 बजे। त्यसपछि 12:30 बजे फेरि भात खाने टाइम हुन्छ 1:30 बजीसम्म। ल है त। हेलो साथीहरू, हामी चाहिँ अब खाना लागेको है। 12:30 बजे ठ्याक्कै। अब हामीलाई खाना लिएर जान्छ गाडीमा हाम्रो खानजानीले। ल है त, जाडो छ जाडो। हामी चाहिँ अब रुमतिर हिँड्न लाग्यो है। काम पनि सकियो, टाइम पनि भयो। अब रुमतिर चलानी है।